कतिपटक त आत्महत्या गर्न पनि खोजेको। मुसाको औषधि किनेर मैले सिरानी मुनि पनि राखेको थिएँ। अब हामी बसेको ठाउँदेखि अगाडि नहर थियो, नहरमा पानी आएको बेलामा नहरमा आम फाल्छु भनेर पुलमाथि धेरैचोटि गएँ। तपाईँको श्रीमानले सुनाउनु भएन? सुनाएँ। दर्शकबिन, यी दुईटा राम लक्ष्मण यानि कि जम्ले बच्चाको भिडियो निरन्तर मैले उठाइरहेको थिएँ र यहाँ आँखाको अगाडि यस्तो 4.5 महिनाको बच्चाको टुटुलको उठेछ, ब्रेन ट्युमर भनेछ भने यो ल्याप्टोजन हो। दर्शकबिन नमस्ते, म देवेन्द्र लिम्बू। अहिले तपाईँले हेर्दै हुनुहुन्छ तिनजुरे अनलाइन टिभी। बहिनीको निरन्तर भिडियो हेर्नुभयो र सहयोग पनि गरिराख्नु भएको छ र आज मैले झोला भरिभरि यो के ल्याएँ, यो स्टोरी ल्याएँ, यो कतिवटा छ यो ल्याप्टोजन भनेर। तर एउटा ल्याप्टोजन, यो ल्याप्टोजनले चाहिँ तपाईँको मात्र कति थाम्छ भने 2 दिन मात्रै थाम्छ यी बच्चाहरूलाई। दर्शकबिन, उहाँ आमाको कहानी सुन्नुभयो होला, जहाँ नहरमा बच्चा जन्मिसकेपछि उहाँको बुबु नआएपछि बच्चाहरू बिजोग भएको। अब आउनुहोस् के भयो, कसो कसो भयो भनेर म तपाईँलाई सुनाउँछु। एकछिन समय निकालेर अन्तिमसम्म यो भिडियो हेरिदिनुहोस्। विशेष गरी चाहिँ हङकङको चुनवान आमा समूहबाट चाहिँ हङकङको डलर चाहिँ टोटली 5276 आएको छ भने आमा समूह हुनुहुन्छ, जहाँ चाहिँ आमा समूहको अध्यक्ष हुनुहुन्छ हङकङबाट शान्ता वनेम, उपाध्यक्ष चाहिँ राधिका बोखिम लिम्बू, जहाँ हुनुहुन्छ सचिव धनकुमारी मेन्याङबो, अनि सहसचिव भनेको प्रमिला लिङखिम, अनि कोष अध्यक्ष टिका युङहाङ, अनि सहकोष अध्यक्ष चाहिँ कुमारी लिङखिम, अनि सक्रिय सदस्यहरू चाहिँ कमला थामदेन, विष्णु लाबुङ, पुष्पा चेम्जोङ, राधा टेम्बे, इन्दु हाङस्रोङ, पवित्रा पाङमा, इन्दिरा चन्दङवा, अन्जना राई लिम्बू, लता देवान, कमला लिङखिम, दिलकुमारी थोप्रा र सहयोग गर्ने व्यक्तिहरू हुनुहुन्छ, जहाँ आमा समूहको थ्रो अथवा चुनवान आमा समूहको केही थ्रोबाट पनि सहयोग गर्नुहुने हुन्छ। उहाँको नाम म पढ्नेछु। त्योभन्दा यता म केही कुराहरूसँग जोडिन्छु। आज चाहिँ ल्याप्टोजन हामीले 23वटा ल्याएको छौँ। नमस्ते बहिनी। नमस्ते। के छ खबर? ठिकै छ दाइ। आज पनि हस्पिटल जानुभयो, के छ बच्चाको के आयो? हिजो पनि हस्पिटल गएको थिएँ। हस्पिटलमा हिजोको त्यो कागजहरू हराइदिनु भएछ, अनि आज फेरि पनि भिडियो एक्सरे गर्नुपर्ने भयो। अनि आज चाहिँ खास हामी रिपोर्ट हेर्न गएको, रिपोर्टको काम भएन। आज फेरि पनि भिडियो एक्सरे गरेर अनि आएको। अब फेरि भोलि रिपोर्ट लिन जान्छौँ, भोलि थाहा हुन्छ। अस्ति चाहिँ बाबुलाई भर्ना गरेको पनि थियौँ, हामीले इमर्जेन्सीमा भर्ना गरेको थियौँ अपरेसनको लागि। अनि बच्चा अपरेसन गर्नको लागि 6 महिना कट्नुपर्ने हुने रहेछ। अनि बच्चा एकदमै सानो, त्यही माथि पनि एकदमै कमजोर, वेट नपुगेकोले गर्दाखेरि अपरेसन थिएटरमा लगेको पनि फर्काइदिनु भयो। अनि के भयो? खै भोक लागेर रोको हो कि सन्चो नभएर रोको सन्चो पनि छैन। ल्याप्टोजन खाउँदै हुनुहुन्छ? हजुर। अब हेर्नु है, तपाईँलाई सबैको तपाईँको पीडा बुझेर देश विदेशबाट सहयोग गरिरहेको छ होइन? हजुर। विशेष गरी अब पहिला सहयोग गर्नुहुने सम्पूर्ण र अहिले भर्खरै सहयोग गर्नुहुने यो ल्याप्टोजन चाहिँ 23वटा गर्नुभयो। 23वटा? हजुर। यो चाहिँ 1000 बराबर पर्छ होइन? 1000 बराबर पर्छ, 890 होइन? लगभग 890 पर्छ र 1000 बराबर हो यो होइन? 23वटा ल्याप्टोजन छ, गर्नुभयो यहाँ? हजुर, गनेको छ 23वटा छ। अनि कति दिन थाम्छ यो 23वटाले? अब 23वटाले 1 महिना क्रस हुन्छ होला। 1 महिना क्रस। हेर्नुहोस् त, यति धेरै पैसा खर्च हुन्छ यसको ल्याप्टोजन। तपाईँलाई सबैलाई थाहा छ, यो चाहिँ देशभरि यो थाहा हुनेले चाहिँ कमेन्ट गर्नुहोस्। अनि नि बहिनी, हङकङको चुनवान बस्तीबाट आमा समूहले तपाईँलाई सहयोग गरेको छ, के भन्नुहुन्छ? सहयोग गर्नुहुन्न उहाँहरूलाई आमा समूह भनेको थाहा छ तपाईँलाई? जस अब आपत्ति विपद परेको बेलामा एउटा समूह जस्तो बनेर बस्नुभएको हुन्छ। उहाँहरूले चाहिँ एकअर्कालाई सहयोग गर्ने आपत परेको बेलामा। मेरो विचारमा चाहिँ मैले त्यही नै बुझेँ। उहाँहरूलाई विशेष धन्यवाद दिन चाहन्छु। एउटा समूहको नाम पनि एउटा आमा समूह राख्नु भएको रहेछ र उहाँहरूले आफ्नो सन्तान जस्तै मानेर एउटा आमाले
एउटा नाबालक आफ्नो छोराहरूलाई सहयोग गरिदिनु भयो होइन उहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु र उहाँको घर परिवारमा सधैँभरि शान्ति मिलोस् दुःख कष्ट नआओस् भन्न चाहन्छु। तपाईँको यो ल्याप्टोजन होइन यो त 2 दिन मात्रै खान्छ मैले यो प्लास्टिक भरि ल्याएको छु यहाँ त कति छ सबैभन्दा धेरै चाहिँ यहाँ छ तर यो ल्याप्टोजन चाहिँ के रहेछ भने एउटा चाहिँ तपाईँको फार्मेसीमा 2टा 3टा मात्रै पाउने छ मैले 10-20 वटा यहाँ कति चरे यो होइन यता छ तपाईँले अब जस आमासँगले चाहिँ बच्चाको लागि ल्याप्टोजनको लागि सहयोग गर्नुभएको हजुर होइन हजुर अनि त्यसको लागि अनि तपाईँको अलिकति पैसा नि उभिएको छ होइन यहाँ पैसा उभिएको छ है सुन्नुभयो ए बच्चा साह्रो रोयो नि पैसा नि उभिएको छ यो पैसा पनि तपाईँले लिनुहोस् होइन यहाँ पैसा उभिएको छ यहाँ हेर्नुहोस् है तपाईँले पैसा यहाँ जति ल्याप्टोजन अरू भएपछि यहाँ पैसा उभिएको छ होइन यो चाहिँ लिनुहोस् बस्नु यो तपाईँले लिनुहोस् है बच्चाले अलिक दिएन अनि बच्चाहरू के भयो बच्चा साह्रो रोयो त के भयो बच्चाहरूलाई सन्चो किन त्यसो भयो रोएको 2टा नानीलाई सन्चो छैन यसको त घाउ पोलेर पनि होला अनि रोइरहेछ त्यो पनि त्यसलाई ज्वरो आइरहेछ अस्तिदेखि अनि सहयोग त आइरहेछ यसो अघि हस्पिटल गएको होइन हजुर हस्पिटल लगेको औषधिहरू लिएर आएको छु हजुर के भएको छ बच्चा उसलाई चाहिँ ऊ पिसाब ब्लड पनि चेक गरेको त्यस्तो केही पनि रिपोर्ट आएन सामान्य भाइरल ज्वरो भन्नुभयो सानो बाबुलाई यसलाई त अब त्यही नै हो अब घाउकै पिरले दिन्छ यो त घाउको यहाँ हो नि त दर्शक यहाँनिर तपाईँले यहाँ घाउ हेर्नु सक्नुहुन्छ यहाँ बच्चाको यो बच्चाको पनि समस्या छ होइन हेलो बहुत जस्तै रहेछ फेरि ठुल्ठुलो सुल्फा मगर होइन तपाईँ त ए अनि अब तपाईँले अब पहिले पनि धेरै सहयोग गर्यो अहिले पनि लगभग अब सहयोग गर्यो अझै पनि सहयोग गर्लान् होइन बच्चाहरू जस्तो चाहिँ बालक एकदम हुन्छ नि त जस्तै बच्चाहरू भनेको के अरे एउटा भगवान्सरी हुन्छ कि अब उहाँले बुझ्दैन बच्चाले जान्दैन अब यस्तो भइगयो होइन तपाईँको विचारमा चाहिँ सबैले सहयोग गर्यो तपाईँलाई होइन अनि तपाईँको विचारमा चाहिँ किन सहयोग गर्यो जस्तो लाग्छ एउटा सेवा नै धर्म हो भन्ने उद्देश्य होला अनि अब मेन त अब यो नानीहरूलाई अब आफ्नो सन्तान जस्तै मानेर चाहिँ बच्चाले केही औषधि उपचार पाओस् अनि अब त अब सानो बच्चा भनेको त भगवान् सरी हो नि त उसले अब भात खाँदैनले केही पनि नै अब एउटा बच्चाको लागि सहयोग गऱ्यौँ भने एउटा बच्चालाई बचाउन सक्यौँ भने पनि ठुलो धर्म हो भनेर सहयोग गर्नुभयो होला तपाईँको श्रीमान कान सुन्दैन तपाईँ अपाङ्ग अनि अपाङ्गले पनि दुईटा बच्चा जन्माएर हुर्काछ भन्छ कसरी बच्चा जन्माएको छ अपाङ्गले पनि भन्ने खालको प्रश्न नि गरेको हजुर कतिपयले गर्नुभएको छ तपाईँ त अपाङ्ग हो नि त हात खुट्टा यो खुट्टा चाहिँ त्यति नचल्ने छ तपाईँको नि हजुर अब तपाईँ जन्मै अपाङ्ग हो हजुर म चाहिँ जन्मजातै अपाङ्ग अनि मेरो चाहिँ पहिलो श्रीमानले चाहिँ मेरो छोरी चाहिँ 11 वर्षको अनि मेरो पहिलेको श्रीमानले चाहिँ नानी पेटमा 3 महिनाको हुँदाखेरि नै उहाँले गर्भमै 3 महिनाको छोरी हुँदाखेरि छोडेर जानुभएको हो त्यस पछाडि मैले धेरै दुःख सङ्घर्ष गरेर खाइ नखाइ गरेर एक्लै छोरी जन्माएँ हुर्काएँ यस्तो अर्काको काम गरेरै अर्का घरमै बसेरै मैले छोरी के काम गर्नुभयो मैले त अब त्यो कहिले चन्दा उठाउन जाने कहिले त्यो लुगा धुने भाँडा माझ्ने त्यही काम गर्थेँ अब जे पाउँछ त्यही आफूले सक्दो त्यही गरेरै छोरी हुर्काएको थिएँ पहिलाको श्रीमानले तपाईँले हेर्छ ल है यो भिडियो फोन गरेको छैन थाहा छैन छोरी खोज्दैन छैन पेटमै हुँदाखेरि छोडेको पेटमा गर्भमा 3 महिनाको हुँदाखेरि छोडेको हो दर्शकबिन छोरी मान्छेको पीडा कसले बुझिदिने होइन अब अपाङ्ग हो अब छोरी पेटमा हुँदाखेरि आफ्नो श्रीमानले छोडिसकेपछि दोस्रो बिहे गरेर चाहिँ राम्रो लक्ष्मण छोरा जन्माए तर राम पनि ठिक भएन 3वटा अन्डा छ रामको होइन हजुर होइन रामको होइन लक्ष्मणको 3वटा अन्डा हजुर कसरी 3वटा अन्डा भएछ अरे डक्टरले सोध्नुभयो खै पहिला चाहिँ थिएन डक्टरले यस्तो भन्नुभयो अब महिना नपुगिकन जन्मेको बच्चाको चाहिँ त्यस्तो हुनसक्छ अब 2-3 महिनापछि अपरेसन गर्ने भन्नुभएको छ ए एउटा अन्डा चाहिँ फ्याँक्नुपर्ने 2टा मात्रै राख्नुपर्ने हजुर 3वटा अन्डा हुँदाखेरि केही फरक पर्दैन होला नि त असर गर्छ भन्नुभयो के त अहिलेसम्म इतिहासमा 3वटा अन्डा भएको छोरा मान्छेको सुनेको पनि छुइनँ होइन हजुर अब होला अब त्यस्तै हो अब तपाईँ गरिब
भोकभोकै अब खाना छैन त्यो मेरो जिन्दगी नै नमुना नै भइदियो एउटा गर्भमा 3 महिनाको छोरी हुँदाखेरि पहिले श्रीमानले छोड्नु भयो यस पछाडि दुःख सङ्घर्ष गर्दै छोरी पालेर बसे पछि अनि एउटा सहारा हुन्छ होला आठ भरोसा हुन्छ होला भनेर बिहे गरेँ किनकि बरु अन्ध भए पनि लङ्गडो भए पनि बहिरो भए पनि श्रीमान भए जस्तो हुँदो रहेनछ एउटा एकल महिलालाई जिउन यो समाजमा होइन धेरै गाह्रो हुँदो रहेछ त्यही भएर अब आफूले मेहनत गरेर खाँदा पनि धेरै कुराहरूमा अब औँला उठाउँदो रहेछन् त्यही भएर चाहिँ हजुर एउटा सहारा हुन्छ अब तपाईँको श्रीमानको हेर्नु त एकपट्टि कानै सुन्दैन छ चेतेको छ त्यता उहाँ चाहिँ सानो हुँदाखेरि रुखबाट लड्नु भएको 8 वर्षको उमेरमा हजुर काम पनि दिँदैन अब कानै नसुन्नेलाई कसले काम दिन्छ र अब म त झन् खुट्टाको समस्या भइ नै हाल्यो तपाईँको त काम दिने कुरा नै भएन हजुर तपाईँको श्रीमानले त अब कुनै कानै नसुनेपछि पनि काम नदिने रहेछ हजुर कोठा भाडा पनि नपाउने एक त कोठा भाडा पनि अब यस्तो अब श्रीमान श्रीमती नपाङ्ग भएपछि के गरेर खान्छ के गरेर कोठा भाडा तिर्छ त्यस्तोले सोध्छ मान्छे हजुर अब कोठा खोज्न गयो भने के काम गर्छ भन्छ पहिला कोठा देखाउनु पहिला नै अब काममै सोध्नुहुन्छ कहाँ काम गर्छ कति जिन्दगी कति हसियास्पद छ होइन एउटा जिन्दगीको एउटा उनै हुनुभयो एउटा पात्रै हुनुभयो तपाईँ मेरो जिन्दगीको त दादा अहिले एउटा फिल्म बनायो भने पनि राम्रो चल्ने फिल्मै भन्थ्यो जस्तो लाग्छ मलाई तपाईँले अब कोठा भाडा नदिँदाखेरि अनि त्यो काम नपाएर अब काम नभएपछि त अब पेट त खाली हुन्छ सबै मान्छेले गर्ने पेटको लागि होइन र त्यस्तो सबै थुक नहुँदाखेरि तपाईँलाई महसुस कस्तो लाग्छ कतिपटक त आत्महत्या गर्न पनि खोजेको पहिला चाहिँ छोरी थिए र छोरीको मुख हेरेर आत्महत्या गर्न सकिनँ धेरै पटक प्रयास पनि गरेँ मुसाको औषधि किनेर मैले सिरानी मुनि पनि राखेको थिएँ यति बेला छोरी कति 1.5-2 वर्षको थियो यति बेला अब आफू काम गर्नु नसक्ने छोरी भोकली रुन्थे अनि अब कोठा भाडामा अनि कतिचोटि त मैले मुसाको दबाई किनेर पनि राखेँ फेरि छोरीको मुख हेर्थेँ अनि फेरि अग्दिन थिएँ खानालाई यिन बाबुहरू पेटमा हुँदाखेरि पनि अब हामी बसेको ठाउँदेखि अगाडि नहर थियो नहरमा पानी आएको बेलामा नहरमा आम फाल्छु भनेर पुलमाथि धेरैचोटि गएँ तपाईँको श्रीमानले सुनाउनु भएन सुनाइ उहाँ त अब कान पनि सुन्दैन एक त कान सुन्नुहुन्न त्यही माथि पनि सिधा छ मेरो कारणले गर्दाखेरि अरूलाई किन तनाव दिनु जे छ बरु मै भोग्छु मै सहन्छु जस्तो लाग्छ अनि त्यसो गर्दा त फेरि तपाईँको छोरी पनि मरेको जस्तै हुन्थ्यो पेटको 2टा अब राम लक्ष्मण रहेछ त्यो त तपाईँले त गलत फेरि अम्लाउनु हुन्थ्यो नि त त्यो त फेरि अनि छोरीको सोचे अब म बाहेकको नै छ र छोरीको होइन बाउ भने पनि आमा भने पनि मै त हो जस्तो लाग्यो अनि फेरि गर्भमा नानी थिएँ अनि अब बाउ-आमाले गल्ती गऱ्यौँ यिनी बच्चाहरूको त के नै दोष छ र अब अनुसार देख्न नपाउँदै किन यिनीहरूलाई सहज दिनु जस्तो लाग्यो फेरि फर्केर आउँथेँ त्यसो नगर्नु अब जेन देश विदेशबाट नसोचेको अलिअलि सहयोग गरेछ फेरि पनि सहयोग गर्नुहुन्छ होला दर्शक पनि लिने भन्दा दिने सधैँ महान हुन्छ देउता रूपी समान हुन्छ र थोपा भने समुद्र बन्छ तपाईँले थोरै सहयोग गरेकोले पनि उहाँलाई केही राहत हुन्छ किनभने ब्रेन ट्युमर भनेको थाहा छ यी बच्चाको यत्रो फोका छ यी त 15-20 लाखले पनि सायद निको हुँदैन होला र पनि मलम पट्टी लाउनु भएको छ उहाँहरूको एउटा दुखी पीडित अथवा तपाईहरुले मनदेखि सहयोग गर्नुभएको छ हृदयबाट धन्यवाद छ देवेन्द्र लिम्बू अथवा देवेन्द्र लिम्बूको टिमले र अब तपाईले विशेष गरी चाहिँ पहिलादेखि अलिअलि सहयोग गर्नुभएको थियो अहिले चाहिँ हङकङको चुनन बस्ती आमा समूहबाट सहयोग गर्नु हुनेको नामले म पढ्छु त्यसपछि बहिनीले गीत पनि गाउनु हुन्थ्यो रहेछ मैले थाहा भएन अहिलेसम्म हैन इन्द्रेणीमा हाम्रो कृष्ण कडेलसम्म पुगेको रहेछ त्यो कुरा पनि कहानी हामी सुनाउँछौँ अनि म पहिला नाम पढ्छु त्यसपछि अलिकति भिडियो तपाईले समय निकालेर हेर्नु म पहिला नाम तपाईलाई नाम यहाँ कसले सहयोग गर्यो हङकङबाट त्यो नाम भनेपछि म उहाँलाई कतिको स्वर रहेछ बहिनीको बिचरा एउटा अपाङ्ग भएर पनि अपहेला नभएर पनि बाँचिरहेको राम्रो असन बच्चा जन्मेर यहाँ हाम्रो मगरसँग बिहे गरिसकेपछि अनि त्यसपछि गीत कस्तो गाउँदा छ त्यो पनि तपाईहरुले अलिक समय कुर्नुहोस् अनि म पहिला नाम वाचन गर्छु विशेष गरी त अब म
मैले चाहिँ अध्यक्ष शान्ता वानेमजी हुनुहुन्छ हङकङ होइन, उहाँ हङकङ चुनान बस्तीको हुनुहुन्छ। अनि उहाँलाई मैले आग्रह गरेको थिएँ, दिदी तपाईँको आमासँग मैले धेरै मान्छेको उद्धार र उपचार गरेको छ, मलमपट्टि लाउनको लागि यी बहिनी र यी बच्चाहरूलाई, विशेष गरी बच्चाहरूलाई गर्नु ल्याप्टोजनको लागि भनेर भन्दाखेरि हुन्छ भाइ भनेर कुरै काट्नु नसकी उहाँहरूको समूहले यसरी सहयोग गर्नुभएको छ। आउनुहोस् उहाँको नाम सुनौँ, तपाईँले सहयोग गर्न सक्नुहुन्छ। सुरुमा हुन्छ चुनान बस्ती आमा समूह हङकङबाट अलिक फाल्टो चाहिँ 1 2 3 2500 चाहिँ अरूले गर्नुभएको होला, अरू समूहभन्दा बाहिर मेरो विचारको यो लेखाइ अनुसार चाहिँ धनकुमारी वानेम हुनुहुन्छ 100 हङकङ, अनि जोन राई हुनुहुन्छ 100, विमला बोखिम 200, सीता राई 100, राधिका बोखिम 100, कमला थामदेन 100, कमला थाङदेन 100, नर्मदा वानेम 101, राधा टेम्बे 101, इन्द्र कुमारी वानेम 115, इन्दिरा कन्दङवा 101, जोन हुक्पा चोङबाङ 101, रिक्खी हुक्पा चोङबाङ 101, बुद्रानी जबेगु मेनेङबो 101, परमिला लिङखिम 101, सञ्चरानी लङवा लिङखिम 251, पवित्र पाङमा 100, शिला राई लिम्बू 106, चेत बहादुर गुरुङ 100, दिलु थोप्रा 101, निर्मला लिङखिम 105, कौशिला वानेम 100, मणिकुमार वानेम 100, अन्जना खेवा 101, सुमन लाबुङ 100, महेश लाबुङ 100। यस्तै गरी उहाँले चाहिँ 5276 पठाउनु भएको छ। उहाँलाई हृदयबाट धन्यवाद छ। अनि एकदम उहाँहरूको यो योगदान भनेको आमा समूह तथा सबैले 2 बच्चाको लागि सहयोग गर्नुभएको छ। फेरि पनि उहाँलाई अहिले नाम आएको सम्पूर्णलाई भन्नुहोस्, के भन्न चाहनुहुन्छ? उहाँहरूलाई धेरै धेरै धन्यवाद। यो जोनीमा त अब जति पनि सहयोग गर्नुभएको छ उहाँहरूको यो गुण तिर्न असकौँला होइन। अब तपाईँ इन्द्रेणीमा जानुभएको छ, त्यो कुरा त पहिलोपल्ट थाहा भयो होइन। ओ गीत गाउँदै छ तपाईँको छोराले, हायो लो तपाईँ एउटा इन्द्रेणीमा गएकै हो? हजुर कडेलसित हजुर गएको थिएँ। लु त मैले पहिलोचोटि सुनेको कि एउटा राम्रो गीत गुनगुनाउनुहोस् त, जहाँ इन्द्रेणीमा तपाईँ गएको बेलाको गीत एउटा गुनगुनाउनुहोस्। सबैले कति चाहिँ रुने, कति चाहिँ आँसु खसाउने, कति चाहिँ दुःखको पीडाको मात्रै कुरा गर्ने। एउटा तपाईँ एउटा अपङ्गता भए तापनि कृष्ण कडेल इन्द्रेणीमा त गएर गाउनु भएको रहेछ, सहयोग पनि गर्नु। हजुर यो बेलामा मेरो छोरी एकदमै बिरामी थिए, त्यो बेलामा अनि मैले कृष्ण कडेलकोमा गएर दोहोरी गाएको थिएँ। कति सहयोग पनि दिनु? उहाँले मलाई 34,000 सहयोग गरिदिनु भएको थियो छोरीको उपचारको लागि। उहाँहरूलाई पनि हृदयबाटै धन्यवाद दिन चाहन्छु। छोरी चाहिँ के अरे, के रोगी अरे तपाईँको? पाठेघरमा ट्युमर। आमै तपाईँको त भङ्गले बजा त पाएछ। लु दिल खोलेर, यहाँ पर कोही छैन, कसैले हेरेको छैन, क्यामेरा पनि छैन, कोही पनि छैन, मनदेखि गीत गाउनुहोस् त। तपाईँले सुन्छ नि त मान्छेले पनि होइन। थाइरोइडले गर्दा घाँटी दुखिरहेछ, चाहे जस्तो स्वर त निकाल्न नसकौँला है। कुन चाहिँ गीत गाउनुभएको थियो इन्द्रेणीमा गएर? होइन तपाईँले मनपर्ने गीत गाए पनि हुन्छ। चिन्ता बढ्यो झन् रोएको रोएछ, खुसी छैन मन, हेरेछ मेरो करेमा फुटेको भाग्य लेख्ने, भाबेले भुलेको चिन्ता बढ्यो झन् रोएको रोएछ, खुसी छैन मन, रोएको रोएछ, खुसी छैन मन। अहिलेलाई यति नै गाउँछु किनकि थाइरोइडले गर्दाखेरि घाँटी दुखिरहेछ। तपाईँले गीत त ठिकै, तपाईँको समुद्र स्वर छ, तर रहर कसैको हुँदैन।
हजुर बाध्यता नै हो होइन हजुर के कसो भन्नुहोस् त यो तपाईँले इन्जिनियरिङमा गएर गाउनुको तपाईँको स्वर राम्रो भएर लगेको हो कि त बाध्यताले गर्दा होइन म चाहिँ पहिला यसरी अहिले त अब इन्टरनेटको दुनियाँ छ नि त अहिले त फेसबुक मेसेन्जरहरूमा पनि गाना गाउन पाइन्छ दोहोरीहरू खोलेको हुन्छ अनि त्यसमा मैले अनलाइन मार्फत दोहोरीहरूमा गीत गाउँथेँ अनि त्यसमा पनि परदेश पर्दामा भिड्थेँ म अनि परदेश पर्दामा भिड्ने क्रममा चाहिँ मैले पुरस्कारहरू पनि धेरै जितेको हुन्थेँ अनि ठ्याक्कै अनि पछि त्यहाँ नानी बिरामी भएर कृष्णको अडेला अथवामा गएको बेलामा चाहिँ छत्र साईसँग गाउने अवसर जुर्यो अनि गाएँ पनि अनि पहिला राम्रो थियो स्वर अहिले त अब टेन्सनले पनि होला मलाई अहिले थाइरोइड छ थाइरोइडले गर्दाखेरि घाँटीमा सानो 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 बिराहरू आउँछ थुक्ने लगाएर हुन्छ अहिले चाहिँ त्यसरी स्वर खुलेर म गाउन बोल्न अहिले आजभोलि चाहिँ म धेरै बरु बोल्नु पनि सक्दिनँ चिच्चाएर बोल्नु सक्दिनँ थाइरोइडले गर्दाखेरि गाह्रो हुन्छ समस्या रहेछ हजुर होइन जे होस् अत्याधिक पीडित एकदम होइन यी बहिनीलाई सहयोग गर्नुभयो राम्रो लाग्छन् विशेष गरी बच्चालाई होइन उहाँ अपाङ्ग श्रीमान पनि कान नसुन्ने होइन तपाईँले एकदम सही ठाउँमा तपाईँले सहयोग गर्नुभएको छ किन भन्दा बहिनीको स्वर अत्याधिक राम्रो थिएछ अपाङ्ग भए पनि पहिला एकदम राम्रो थिएछ अहिले थाइरोइडले गर्दाखेरि उहाँको समस्या अब थाइरोइड उहाँको भयो उहाँको छोरीको पाठेघर क्यान्सर थियो अनि बच्चाहरू फेरि जम्ले राम्रो लक्ष्मण जन्मे बच्चाको ब्रेन ट्युमर यी बच्चाको पनि 3वटा अन्डा अनि तपाईँहरू सोच्नुहोस् भाग्यले के गर्दा छ उहाँहरूले त भोकै खान पनि नपाउने अथवा कहीँ काम गरेर त पेटको लागि गर्छ सबैले हामीले गर्छ धनी या गरिबले सबैले काम गर्दाखेरि पेटको लागि गर्छ होइन तर उहाँहरूले पेटको लागि गर्न पनि कामै नपाउने यस्ता खालको भएको छ तपाईँहरूले पक्कै पनि यो भिडियो हेर्दै हुन्छ भने एक सेयर गर्नुहोस् उहाँहरूको लागि यो बच्चाको लागि होइन तपाईँले यो भिडियो हेर्ने बित्तिकै कमेन्ट गर्नुहोस् फलो गर्नुहोस् कहाँदेखि हेर्दै हुन्छ कुन देश र कुन चाहिँ ठाउँ होइन साउदी कतर अरब होइन कुन अरबदेखि हेर्दै हुन्छ कुन चाहिँ हङकङ युकेदेखि हेर्दै हुन्छ तपाईँले सहयोग गर्नुहुन्छ भने यहाँ नम्बर छँदैछ उहाँको लागि एउटा सहयोग गर्नु भने तपाईँले एकदम राम्रो हुनेछ मनले गर्ने हो सहयोग भनेको र अझै नै भन्छु हङकङ होइनबाट चाहिँ चुनान बस्ती हङकङबाट चाहिँ आमा समूहको ठुलो योगदान छ उहाँले धेरै सहयोग गर्नुभएको छ उहाँहरूलाई मेरो मनदेखि र बच्चाहरूको मनदेखि एकदम हृदयबाट तपाईँहरूलाई धन्यवाद दिन चाहन्छु यो ल्याप्टोजन होइन तपाईँहरूले सम्हाल्नु बिस्तारै खुवाउनु है ल हस् त है फेरि भेटौँ हुन्छ धन्यवाद